सबैजनालाई नमस्ते एन्ड गुड मर्निङ। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। आजको भिडियो चाहिँ के कसो हो भन्दाखेरि चाहिँ बिहान बिहानै अदुवा गोराइ भयो हैन। र आज चाहिँ बाउ छोरा चाहिँ फिसिङ हान्नु जानु ठिक छु, बल्छी हान्नु। त्यही भएर चाहिँ म चाहिँ टाँगो ल्याउनु जान्दैछु नि त, परेङ यतातिर पाउँदैन। त्यही भएर आजको भ्लग चाहिँ हो फिसिङ हो, कडा माछा मार्ने हो हैन। यो त्यति माछा ल्याउने हो। हामी चाहिँ बल्छी सल्छी बनाएर पनि निस्किसकेको छु हैन। अनि अब फोन पक्रिने मान्छे छैन, म एक्लै छु। त्यही भएर चाहिँ म अब कतिवटा क्लिप्सहरू चाहिँ तपाईँहरूलाई देखाउन सक्दिनँ, जति सक्दो ट्राई गर्छु हो। माछा चाहिँ 3 केजी ल्याउने हो। तिरको अम्लिसो झन्नै काटिने हो, आप्पा अगाडि जाँदैछ। यहाँ चाहिँ हाम्रो किवी बारी, किवी फ्रुट। मेरो चाहिँ यहाँ बल्छी चुट्केर छ हैन, बनाएको नि त। अहिले भर्खर आप्पा त गइसक्यो अगाडि। खोला चाहिँ यहाँ छ तपाईँहरूको हो। अब यहाँनिर चाहिँ खेल्नुपर्ने हामी यो खोलामा चाहिँ। यो चाहिँ हाम्रो बल्छी। आप्पा चाहिँ यहाँ छिप्पा पक्रिँदैछ है। चारो चाहिँ यस्तो हुन्छ, चारो चाहिँ यसरी लाउँछ। अब पानी पर्यो, प्लास्टिक ओर्नुपर्छ। लाउने बित्तिकै फर्स्टमा आयो। लाउने बित्तिकै फर्स्टैमा असला जुगाले शेष बनाएछ नि उठेटी अगाएर सला हरामी। यहाँनिर चाहिँ दही सानो भएर होला 3टा मात्रै पाएँ मैले होइन। अब त अर्को दह खोज्छु। आप्पा चाहिँ यहाँ खेल्दैछ तल। कडा माछा मार्ने हो हैन। यो त्यति माछा ल्याउने हो।